नमस्कार। आज हामी अलिकति पुरानो इतिहासतिर जाउँ है। 17औं शताब्दीको मध्यतिरको इङ्ल्यान्ड। इङ्ल्यान्ड त्यहाँ क्रिसमस मनाउने कि नमनाउने भन्ने विषयले त खै ठुलै उथलपुथल ल्याएको थियो रे। हो, हामीले माइक डङ्कनको रिभोल्युसन्स श्रृङ्खलाको एउटा भिडियो ट्रान्सक्रिप्ट हेर्दैछौँ। यसले प्युरिटनहरूले क्रिसमस खारेजै गर्न खोजेको घटना बताउँछ। एकदम। आज यसैलाई अलिक गहिरिएर हेरौँ न त, किन त्यस्तो गर्न खोजे, हैन? अनि मान्छेको प्रतिक्रिया कस्तो रह्यो, के भयो आखिरमा? र यो सुन्दा सामान्य लाग्ला, तर कुरो के भने त्यो बेला इङ्ल्यान्डमा गृहयुद्ध चलिरहेको थियो। अनि यही क्रिसमसको न्युमा दङ्गा भड्कियो, राजनीतिक तनाव चुलियो। हो र? छुट्टीको दिनले त्यत्रो? त्यो छुट्टी मात्रै थिएन, कुरो गहिरो थियो। खास गरी त्यो पहिलो अङ्ग्रेजी गृहयुद्ध पछि भयो होला, हैन? राजा हारे, संसद जित्यो। हो, अनि संसदमा प्युरिटनहरूको बिगबिगी थियो। उनीहरू एकदमै त्यो इङ्ल्यान्डको चर्चलाई क्याथोलिक असरबाट मुक्त गराउन चाहन्थे। शुद्ध पार्न खोजेको। बिल्कुल। अनि उनीहरूको विचारमा के थियो भने क्रिसमस, इस्टर जस्ता चाडहरू यिनीहरू बाइबलमा लेखेको छैन, पछि मान्छेले थपेको रे, मानव आविष्कार। धर्मशास्त्रमा छैन भनेर। हो, उनीहरूको लागि धर्म भनेको एकदम गम्भीर कुरा थियो। व्यक्तिगत भक्ति, अनुशासन, सदाचार। अनि क्रिसमसमा त के हुन्छ? रमाइलो, नाचगान, खानपिन। हो नि, जाँड, रक्सी, जुवातास, यो सब प्युरिटनहरूलाई मन पर्दैन थियो। नैतिक पतन, धर्मविरुद्ध लाग्यो उनीहरूलाई। उनीहरूले त यसलाई त्यो पुरानो रोमको सटरनालिया पर्व जस्तै पो भने, जुन चाहिँ अलि उच्छृङ्खल खालको हुन्थ्यो रे। हो र? त्यो एचएल मेन्केन भन्ने लेखकले पनि व्यङ्ग्य गरेका छन् नि, कतै कोही खुसी पो हुन्छ कि भन्ने डर नै प्युरिटनवाद हो भनेर। ठ्याक्कै त्यो खालको सोच थियो। त्यसो भए त उनीहरूले साँच्चै रोक्न खोजे त क्रिसमस मनाउन। खोजे नि। 1640 को दशकको मध्यतिर संसदबाटै प्रयास सुरु भयो। 1643 लन्डनमा केही कट्टर प्युरिटन पसलेहरू थिए, उनीहरूले क्रिसमसको दिन पसल खोल्न खोजे। अनि त के हुन्थ्यो, त्यो बेलाका प्रशिक्षुहरू, अरू मान्छेहरू रिसाएर आए, भिडले जबरजस्ती पसल बन्द गर्न लगायो। बाबा, सुरुमै झडप। यो त सुरुवात मात्रै थियो। अनि त्यसपछि के भयो त? सरकारले नै केही गर्यो कि? गर्यो। 1644 एउटा संयोग पर्यो। क्रिसमसको दिन र संसदले तोकेको मासिक उपवास बस्ने दिन एकैचोटि पर्यो। अनि संसदले भन्यो क्रिसमस मनाउने होइन, उपवास बस्ने। उर्दी नै आयो। त्यसपछि त झन् त्यो पूजापाठको सरकारी निर्देशिका नै फेरे, डिरेक्टरी अफ वर्शिप भन्ने। त्यसबाट क्रिसमस नै हटाइदिए। पुरै हटाइदिए? अनि आदेश आयो क्रिसमसको दिन चर्चहरू बन्द गर्ने, तर पसलहरू चाहिँ खोल्ने। उल्टो पो, चर्च बन्द, पसल खोला। हो। तर मान्छेहरूले के भने त? पक्कै खुसी भएनन् होला। भएनन्। यो त एकदमै अलोकप्रिय भयो। मान्छेले मानेनन्। ठाउँ ठाउँमा झडप हुन थाल्यो। फेरि झडप? कस्तो खालको? त्यही त, प्युरिटनहरू पसल खोल्न खोज्ने, क्रिसमस मनाउनु पर्छ भन्नेहरू बन्द गराउन आउने। अनि त्यो बेला अहिले जस्तो सामाजिक सञ्जाल त थिएन, तर त्यो पुस्तिका, नाटक, गीतहरू मार्फत चर्को बहस चल्यो। मिडिया वार जस्तै? त्यस्तै भनौँ न। कोही भन्थे यो हाम्रो पुरानो परम्परा हो, येशूको जन्मदिन हो, दान गर्ने दिन हो। कोही भन्थे होइन, बाइबलमा छैन, यो त मूर्ति पूजक चलन हो। अवस्था झन् बिग्रिँदै गयो होला है? हो नि। 1647 त कुरो चरमोत्कर्षमा पुग्यो। त्यो दोस्रो गृहयुद्ध सुरु हुने लागेको बेला थियो। यो क्रिसमसको तनावले झन् आगोमा घिउ थप्यो। कहाँ भयो त गडबड? नर्वेज, इप्सविच जस्ता सहरमा दङ्गा नै भयो। इप्सविचमा त क्रिसमस भन्ने थर भएको मान्छे नै मारियो रे भन्ने हल्ला पनि चल्यो। लन्डनमा मेयरले क्रिसमसको सजावटहरू, त्यो हरियो झारपातहरू हटाउन खोज्दा भिडले उनलाई नै लखेट्यो। अनि क्यान्टरबरीको घटना त झन् ठुलै थियो भन्छन् नि। क्यान्टरबरीमा त सबभन्दा ठुलो विद्रोह भयो। त्यहाँको स्थानीय परिषदले क्रिसमस मनाउन प्रतिबन्ध लगायो। त्यसलाई अशिष्ट र अनैतिक व्यवहार भन्यो। अनि मान्छेहरू सडकमा उत्रिए। कसैले सित्तैमा बियर बाँड्न थालेछन्। राजाको समर्थनमा नारा लाग्न थाल्यो। दङ्गाकारीहरूले त केही समय शहरै कब्जा गरे। स्थिति नियन्त्रण गर्न बाहिरबाट सेना बोलाउनु पर्यो। बाफ्रे। भनेपछि सरकारले क्रिसमस रोक्न खोज्दा त उल्टै विद्रोह पो निम्त्यायो। हो नि।
अनि त्यो कमनवेल्थ युगभरि मतलब जब राजा थिएनन् सरकारले प्रयास गरिरह्यो क्रिसमस मनाउनेलाई कारबाही गर्ने, पसल खोल्नै पर्छ भन्ने। 1650, 52, 56, 57मा पनि यसबारे बहस भइरह्यो, आदेश आइरह्यो। तर सफल भयो त? भएन। व्यवहारमा पुरै असफल। मान्छेले टेरेनन् के लुकीछिपी मनाए होलान्, तर सरकारी आदेश चलेन। यसको केही अनौठो परिणाम पनि देखियो कि? एउटा रमाइलो, अलि व्यङ्ग्यात्मक नै भनौँ परिणाम देखियो। हेर्नुहोस् है, सरकारले चर्च त बन्द गराउन सफल भयो क्रिसमसमा। हो, तर पसल खुला राख्न सकेन। अनि के भयो त भन्दा मान्छेहरू घरमा चुप लागेर बस्ने कुरा भएन। चर्च पनि बन्द, कहाँ जाने त? कहाँ गए त? ट्याबर्नतिर, भट्टीतिर। हो, अनि परिणाम के भयो? प्युरिटनहरूले जे रोक्न खोजेका थिए, जाँड रक्सी, हल्ला, नाचगान, त्यो झन् बढ्यो, किनकि अरू विकल्पै भएन। साँच्चै उल्टो पो भयो त? उल्टो भयो। अनि अन्त्यमा के भयो त? क्रिसमस फर्क्यो कि फर्केन? फर्क्यो। 1660मा राजतन्त्र पुनर्स्थापित भयो। चार्ल्स द्वितीय राजा भएर फर्के अनि त्यसैसँगै क्रिसमस पनि आधिकारिक रूपमै फर्क्यो। त्यसपछि हटेन। भनेपछि यो पुरै घटनाबाट हामीले के बुझ्न सक्छौं त? मुख्य सन्देश के होला? खै, मुख्य कुरा के भने प्युरिटनहरूको नियत आफ्नो ठाउँमा ठिकै होला, उनीहरूको धार्मिक विश्वास अनुसार, तर उनीहरूले जे गर्न खोजे त्यो मान्छेहरूलाई फिट्टिकै मन परेन। एकदमै अलोकप्रिय भयो। हो, अनि त्यसले समाजमा फाटो ल्यायो, राजनीतिक अस्थिरता बढायो, अन्तमा असफल मात्र भएन, उल्टो परिणाम पनि दियो। हो, यसले के देखाउँछ भने समाजमा गहिरोसँग बसेको संस्कृति परम्परालाई जबरजस्ती हटाउन खोज्दा कस्तो खालको अप्रत्याशित र शक्तिशाली प्रतिक्रिया आउन सक्छ। बिल्कुल। त्यो स्रोतको अन्त्यमा भने जस्तै सायद पाठ यही हो, दङ्गा मचाउनु छैन भने मान्छेहरूका चाडपर्व र छुट्टीहरूसँग नजिस्किनु नै बेस होला। हो, यसले सोच्न बाध्य बनाउँछ। समाजमा परिवर्तन ल्याउन खोज्दा परम्परा र जनभावनालाई कति सम्मान गर्नुपर्छ, कति ध्यान दिनुपर्छ, होइन त? हो नि, यही प्रश्नमा विचार गर्दै आजलाई बिट मारौँ होला। हुन्छ, फेरि भेटौँला।